नमस्ते। आजको यो भिडियोमा चाहिँ हामी कसरी तपाईँले बेटर स्कुल युज गरेर स्टुडेन्ट म्यानेजमेन्ट भित्रको रोल नम्बरहरू चाहिँ कसरी तपाईँले एडजस्ट गर्न मिल्छ या चेन्ज गर्न मिल्छ या सेट गर्न मिल्छ भनेर हेर्दैछौँ है त। सो सुरुमा चाहिँ यहाँ हाम्रो यो लेफ्ट साइडमा युजर म्यानेजमेन्ट भन्ने एउटा सेक्सन छ। त्यहाँभित्र गएर चाहिँ तपाईँले डिफ्रेन्ट अप्सनहरू देख्न सक्नुहुन्छ। यो चाहिँ स्टुडेन्ट म्यानेजमेन्टभित्र पर्ने हुनाले हामी चाहिँ स्टुडेन्ट म्यानेजमेन्टमा जान्छौँ र यहाँ चाहिँ तपाईँले सेलेक्टेड क्लासको स्टुडेन्टहरूको लिस्ट देख्न सक्नुहुन्छ। यदि तपाईँलाई सिङ्गल स्टुडेन्टको रोल नम्बर चेन्ज गर्नु मन छ भने चाहिँ यहीँबाट तपाईँले चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। यहाँबाट गएर तपाईँले चाहिँ यसरी रोल नम्बर सेट गरेर तपाईँले चाहिँ टिक मार्क लाउन सक्नुहुन्छ। सो यदि तपाईँलाई चाहिँ सिङ्गल स्टुडेन्टको रोल नम्बर चेन्ज गर्नु मन छ भने चाहिँ यहीँबाट नै तपाईँले यहाँ एडिट बटनमा थिच्नु भएर चाहिँ चेन्ज गर्न सक्नुहुन्छ र चेन्ज गरिसकेपछि यहाँ टिक मार्क क्लिक भइसकेपछि चाहिँ तपाईँको सक्सेसफुली अपडेट भयो भनेर चाहिँ यहाँबाट तपाईँले देख्न सक्नुहुन्छ। यदि तपाईँलाई चाहिँ बल्कमा चेन्ज गर्नु मन छ भने चाहिँ यहाँ तपाईँले यो 3टा डटमा क्लिक गर्नु भइसकेपछि चाहिँ डिफ्रेन्ट अप्सन देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ तपाईँले रोल नम्बरमा क्लिक गर्नुहोस् र यहाँ तपाईँले त्यसै गरी लिस्ट देख्न सक्नुहुन्छ। फर इक्जाम्पल तपाईँलाई चाहिँ क्लास 6A को रोल नम्बरहरू चेन्ज गर्नु मन छ भने बल्कमा यहाँ रहेको बल्क अपडेट बटनमा क्लिक गर्नुहोस् र त्यहाँबाट चाहिँ तपाईँले सबै स्टुडेन्टहरूको नाम यहाँ देख्न सक्नुहुन्छ। यदि तपाईँलाई अल्फाबेटिकल्ली तपाईँको चाहिँ स्टुडेन्टहरूको रोल नम्बर असाइन गर्नु मन छ भने चाहिँ यहाँ लेक्सिकल अर्डरमा क्लिक गरेर तपाईँले असाइन रोल नम्बर्स भनेर क्लिक गर्न सक्नुहुन्छ। एज यु क्यान सी तपाईँको चाहिँ रोल नम्बर यहाँ अपडेट भइसकेको छ। सो बेसिकली तपाईँको चाहिँ अल्फाबेट वाइज 1 देखि तपाईँको कतिजना स्टुडेन्ट छ त्यही अनुसार चाहिँ यहाँ अपडेट भइसकेको छ। अब यदि तपाईँलाई चाहिँ स्टुडेन्ट वाइज म्यानुअली तपाईँको रोल नम्बर दिन मन छ भने चाहिँ त्यसको लागि पनि यहाँ गएर तपाईँले बल्क अपडेटमा क्लिक गर्नुहोस् र म्यानुअलमा सेलेक्ट गर्नुहोस्। सो बेसिकली चाहिँ तपाईँले यहीँबाट रोल नम्बर अब सेट गर्न सक्नुहुन्छ। तपाईँलाई रोल नम्बर 1मा कुन चाहिँ स्टुडेन्ट चाहिन्छ त्यही अनुसार सेलेक्ट गर्नुहोस्, 2मा 3मा त्यसै गरी तपाईँले चाहिँ म्यानुअली तपाईँको स्टुडेन्टहरूको रोल नम्बर यहीँबाट पनि सेट गर्न सक्नुहुन्छ। एज यु क्यान सी तपाईँको त्यही अनुसार यहाँ स्टुडेन्टहरू लिस्ट भइसकेका छन्। सो बेसिकली तपाईँले यो फिचर युज गरेर चाहिँ सजिलै तपाईँको डाटाबेसमा तपाईँको स्टुडेन्टहरूको रोल नम्बरहरू सेट गर्न सक्नुहुन्छ, अपडेट गर्न सक्नुहुन्छ, जसले गर्दाखेरि चाहिँ तपाईँलाई झन्झटिलो हुँदैन। थ्याङ्क यू।